सानो छोरो अहिले ठिक छौ? अब दुख्न कम छैन होइन त? झन् बढो होइन त? दिउँसो त तिमीलाई एजाबो हिजो अस्ति त एजाबो काटेर एकैछिनमा फालिदिने भन्थ्यौ त। देउ घाउ सानो ठुलो जस्तो लाग्यो नि कति गाह्रो हुन्छ शरीरलाई। सानो हँसियाले काट्दा पनि हामीलाई गाउँघरमा घाँस काट्दा कस्तो पोल्थ्यो नि त। साथीहरू आज चाहिँ म मेरो सानो छोरालाई लिएर गोडा चिरफार गराएर लिएर आएको। खास चाहिँ एउटा पैतालामा खिल जस्तै देखिएको थियो क्या। अब खिलै होला भन्दै बसेको बहना चाहिँ देखेको चाहिँ 5-6 महिना अगाडिदेखि नै हो। अनि उसलाई खासै त्यतिखेर त दुःख पनि भन्ने थिएन। अहिले त अनि अस्ति जजाउन गएँ, अहिले त त्यही फैलिएर 6-7वटा भयो। अनि उसको अगाडिपट्टि पैतालामा टेक्नै नहुने गरी सबैतिर फैलियो। अनि कसैले मुसा भन्छन्, कसैले खिल के। अनि आज चाहिँ उसलाई शल्यक्रिया गरेर लिएर आएको। अब त्यो अपरेसनै गर्नुपर्ने रहेछ। के गर्नु त, सानो भयो नि है। सानो छ र त्यो चाहिँ 7वटा निकालेको। 7वटा ठाउँमा काटेर प्वाल पारेर, मतलब त्यो निकालेपछि त यत्रो घाउ प्वालै हुने रहेछ नि त। अनि टाँका लगाएको छ। अनि के नदुखोस् बिचरा। अनि दिउँसोसम्म त अघिसम्म त अब लट्याउने औषधि लट्याइरहेको थियो होला नि त, उसलाई दुखेको फिलै भएको थिएन। अनि अहिले चाहिँ अब डल्लो परेर सुतेर चाहिँ यहाँ सोफामा डल्लो परेर सुतेर चाहिँ बराबर दुःख भनेर उठ्न नि मन गरे छैन। यस्तो छ बिचराको हालत। अनि के नदुखोस्। कति ठाउँ काटेछ। ती 7वटा त चोक्टाइ निकालेको थियो मासुको। सबै काट्नै पर्ने रहेछ नि त। म चाहिँ अनि मुन्टा केलाउँदै, हेर्नु कति राम्रो छ मुन्टा केलाउँदै छोरासँग गफ लाउँदै छोरोमा सोफामा बसेर मुख यत्रो लगाइरहेछ बिचरा दुखेर। गाह्रो छ मेरो सानो छोरालाई। भोलिसम्म त अलिक कम भइहाल्छ। आज त आजैको भएर त्यो कस्तो भतभती पोलेको होला भएर। भोलि ठिक हुन्छ छोरा, डन्ट वरी। यस्तै हो कहिले कहिले मान्छेको जिन्दगीमा दुःख सुख साह्रो गाह्रो जहिले आउँछ। म चाहिँ यहाँ मुन्टा केलाउँदै पनि छु भोलिलाई। अनि औषधि सबै खाइसक्यौ? सानो औषधि भएन? आँखामा नै औषधि अनि गएर सुत भयो। धेर मोबाइल नहेर। मोबाइल हेर्नु हुँदैन, आराम गर्ने बेला हो। मलाई त मुन्टा केलाउन अझै यहाँ 1 घन्टा लाग्ने भयो। मुन्टा चाहिँ राम्रो, तर मसिना रहेछ नि क्या। अलिक कोसेलियाको अर्ग्यानिक मुन्टा। भदौमा भदौ लाग्नु लागिसक्यो नि त। केलाउन चाहिँ झन्झटिला, तर राम्रो छन् है त साथीहरू। बाई बाई। सबैजनाले खाना खाइसक्नुभयो होला। हामीले नै खाना चाहिँ खाइसक्यौँ। म भोलिको लागि हो तयारी गरेको। अनि बाबुसँग गफ गर्दै उसलाई पनि दुखाइ कम होस् भनेर। यस्तै छ हाम्रो कुराकानी। गुड नाइट अल।